अस्थिर अङ्ग हर्लङ्गै तलतिर वर्जित देश विदेश जता जाऊ ज्योति मगर किम चर्चित। त्यसको जवाफमा चाहिँ के आउँछ भगवानबाट भने राष्ट्रकवि लिखितम काव्य ज्योतिको पङ्ख उचाली ज्योतिले पङ्ख उचाली अनि गुन्जन चताली। डेढ 2 करोड खर्च भयो किन आफ्नो नाम भन्नाले बनाएको यो चाहिँ आई एम जितबहादुर भेज। यो बुढा थाहा छ क्या हाम्रो जितबहादुर भन्नुपर्ने कुरा के हो अङ्गले नै बताउँछिन् ज्योति ज्योति महाज्योति सिङ्गो रङ्गमञ्च तताउँछिन्। जसले ज्योतिका पारी कुरा काट्छन् कुटु कुटु सुटु सुटु तिनै हेर्छन् थुक निल्छन् घुटु घुटु। साँच्ची भन्नुपर्दा मलाई आउन मन थिएन। फेरि भोलि गएर ल छोराले नि सपोर्ट गर्दैन बिहे गर्न पनि मान्दिनन् बुढी कन्या बसिन् किन दीपक राजगिरीसँग दिपाश्री फसिन् किन। दीपक र दिपा राखेर कस्तो रिसाएर प्राप्त मजाले चाहिँ दोस्रो लाइनले काटिदिन्छ। भगवानबाट उत्तर आउँछ यो बिहे हुन सक्दैन नाम गाँसिन्छ तैपनि यस्तै केसमा फसेको छु राधिकासँग मै पनि। पोजिटिभ र्याक। अब त घरमा कुरा गर्दाखेरि पनि एसएमएसबाट गर्नुपर्ने भइसक्यो खाना पस्ने होइन भने पठाउनु पर्ने भइसक्यो। हेरेर थाहा भएन यसोमा चाहिँ के जिन सबै यसले लगेको छ के थाहा भयो। अनि 5 वार्ड नम्बर बाबा भीमले त्यहाँ एकछिन दुर्योधनले हाँस्ने क्या तैँले कुट्ने मलाई। त्यो भुइँचालो आउँदा यति लुगा त सरकारले नि बाँडेन होला जति टी सर्ट हामीले बाँडेछौँ। रङ्गमञ्चमा टेलिभिजनमा अभिनयले सर्वत्र छाएको छ दर्शक रिझाएरै होला आज जितु हामी सबैको अगाडि आई एम जितबहादुर भनेर आएको छ। जितु मुन्द्रे जितबहादुर सरल सहज र सशक्त। जितु मुन्द्रे जितबहादुर सरल सहज र सशक्त नायक समाजसेवी र देशभक्त खट्ने मान्छे डट्ने मान्छे कहिले पछि नहट्ने मान्छे चुरोट नपिउने मान्छे चुरोट नपिउने मान्छे चोट पिउने मान्छे चुरोट नपिउने मान्छे चोट पिउने मान्छे सङ्गतले छुँदा पनि कहिल्यै गलत बाटोमा नहिँड्ने मान्छे सङ्गतले छुँदा पनि कहिल्यै गलत बाटोमा नहिँड्ने मान्छे हुन्न र सक्दिन भनेर भन्ने शब्द नै नचिन्ने मान्छे हुन्न र सक्दिन भन्ने शब्द नै नचिन्ने मान्छे। मैले थाहा पाएको जितुले खेलेको सिनेमा आई एम जितबहादुर ज्वाइँ साहेब ह्यारी की प्यारी। आई एम जितबहादुर ज्वाइँ साहेब ह्यारी की प्यारी। जितुको कद अनुसारको कदर गर्न चाहन्छु। नेपालमा भएको सारा नायकहरू फुल लगेज जितु ह्यान्ड क्यारी। किनभने त्यसमा महत्त्वपूर्ण चिजहरू राखिएको हुन्छ। सिनेमा आँखा रङ्गाउने कुनै झुटा वस्तु होइन। सिनेमाले मन अथवा हृदय छुनुपर्छ। सिनेमा आँखा तिरमिर्याउने कुनै रङ्गीन वस्तु होइन। सिनेमाले मन अथवा हृदय छुनुपर्छ। जितुले प्रमाणित गरेर देखाइदिएको छ। जितुले प्रमाणित गरेर देखाइदिएको छ। अब हिरो जिमखानामा होइन कथामा हुनुपर्छ। के खानु पर्यो बाबु जितेको छ भने आउने माने भने बाउले टेर्दैन छैन म अस्ति एउटा कार्यक्रममा तपाईँलाई कहिले हँसाउनु भने वास्तव भने यसले हँसाउनु आज भाषा भनेको नि तयारी छैन भन्दाखेरि आफ्नै तौर तरिका छ। मलाई जितेजी भन्छ
म सानो हुँदै जानेछु ऊ ठुलो हुँदै जानेछु यो मैले आफू जे जस्तो भए पनि मेरा छोराछोरीलाई चाहिँ समयमै भिटामिन सिटामिन खुवाएर भित्र पनि आइसक्रिम र चक्लेट खुवाएर छोराछोरी चाहिँ राम्रो पाउनुपर्छ भनेको असाध्यै राम्रो कसैले हँसाउनै सकिन मै आउनु पर्यो क्या त्यहाँबाट उठेर मेरो नागरिकतामा पनि त्यही लेखिदिनु खासमा मलाई आज साँच्ची भन्नुपर्दा मलाई आउन मन थिएन फेरि भोलि गएर ल छोराले नि सपोर्ट गर्दैन भने